नमस्ते, मेरो नाम अभिनव वंशु हो। म तपाईहरुलाई म्याथमेटिक्स पढाउँछु। क्लास 9 र 10 का विद्यार्थी भाइ बहिनीहरुको लागि प्रॉफिट एन्ड लस हाम्रो चलिरहेछ। प्रॉफिट भन्नाले नाफा र लस भन्नाले नोक्सान। ठीक छ? हामीले यसका फर्मुलाहरू हेरिसकेका छौं। हामीले यसका प्रश्नहरू हेर्नेछौं। एउटा कुनै वस्तुको क्रय मूल्य भन्नाले कस्ट प्राइस, त्यसलाई हामी सीपी ले जनाउँछौं। त्यो 500 रहेछ र त्यसको विक्रय मूल्य भन्नाले सेलिङ प्राइसलाई हामी एसपी ले जनाउँछौं। त्यो 550 रहेछ। अब यसमा कति नाफा भयो कि नोक्सान भयो त्यसको प्रतिशतमा निकाल्नुहोस्। हेरौँ अघि क्रय मूल्य सीपी कति रहेछ 500। त्यसले विक्रय मूल्य एसपी कति छ हाम्रो 550। ठीक छ? अब यहाँ हामी के हेरिरहेका छौं, क्रय मूल्य भन्दा हाम्रो विक्रय मूल्य ठूलो छ। यदि हामी कुनै सामान किन्दा हामी त्यसलाई बढीमा बेच्छौं भने नाफा हुन्छ। यदि कुनै सामान हामीले किन्यौं त्यसलाई हामीले कम दाममा बेच्नु पर्दा त्यसमा घाटा हुन्छ। अब यहाँ हामी के हेरिरहेका छौं, क्रय मूल्य, यसलाई हामी सीपी भन्छौं। त्यो सानो छ कसको भन्दा विक्रय मूल्य भन्दा। एसपी भन्छ जसलाई हामी यस्तो केसमा हाम्रो के हुन्छ, नाफा हुन्छ। नाफालाई हामी प्रॉफिट भन्छौं। प्रॉफिटलाई पी ले जनाउँछौं। प्रॉफिट भन्नाले कति हुन्छ एसपी माइनस सीपी। यो विक्रय मूल्यबाट हामी क्रय मूल्यलाई सबट्र्याक्ट गर्छौं। हाम्रो कति आउँछ 550 माइनस आरएस 500। यो हाम्रो प्रॉफिट कति आयो आरएस 50। 50 रुपैयाँ हाम्रो नाफा आयो। अब नाफा प्रतिशत हाम्रो कति हुन्छ, प्रॉफिट परसेंट। वास्तविक नाफा हामी प्रॉफिट भन्छौं बाई क्रय मूल्यलाई हामी सीपी भन्छौं इन्टु 100%। वास्तविक नाफा हाम्रो कति रहेछ 50 रुपैयाँ बाई क्रय मूल्य हाम्रो कति छ 500 इन्टु 100%। अब 50 10 जा 500 0 क्यान्सल भयो। हाम्रो 10%। प्रॉफिट परसेंट कति भयो, नाफा प्रतिशत हाम्रो कति छ 10%। हाम्रो नाफा प्रतिशत आयो। त्यस्तै हामीले यदि कममा बेचेको भए यहाँ के हुन्थ्यो, क्रय मूल्य के हुन्थ्यो हाम्रो विक्रय मूल्य भन्दा ठूलो हुन्थ्यो। यदि मानौ यहाँ 500 छ र यसलाई हामी बेचेका छौं 550 मा। यदि 500 भन्दा कममा हामी बेच्छौं भने त्यसमा के हुन्छ, हाम्रो क्रय मूल्य के हुन्छ विक्रय मूल्य भन्दा ठूलो हुन्छ। र ठूलो भएपछि हाम्रो यहाँ नोक्सान हुन्छ। नोक्सान बराबर सीपी माइनस एसपी। हामी त्यसलाई क्रय मूल्यबाट विक्रय मूल्यलाई सबट्र्याक्ट गर्छौं। ठीक छ? त्यसपछि आउँछ हाम्रो के हुन्छ नोक्सान। र त्यसपछि हामी नोक्सान प्रतिशत निकाल्ने छौं। नोक्सान प्रतिशतको हाम्रो फर्मुला छ वास्तविक नोक्सान, जसलाई हामी यल भन्छौं लस, बाई क्रय मूल्य। क्रय मूल्य भन्नाले सीपी इन्टु 100%। ठीक छ? नाफा आयो फिल्ममा। त्यस्तै नोक्सान आउन सक्छ। अब हामी अर्को समस्या हेर्नेछौँ।
यदि 5 वटा आपको क्रय मूल्य बराबर 4 वटा आपको विक्रय मूल्य छ भने नाफा प्रतिशत पत्ता लगाउनुहोस्। ठीक छ, क्वेश्चनले के भनिरहेछ, प्रश्नले भनिरहेछ यदि 5 वटा आपको क्रय मूल्य भन्नाले कस्ट प्राइस सीपी बराबर 4 वटा आपको विक्रय मूल्य छ भने नाफा प्रतिशत पत्ता लगाउनुहोस्। क्वेश्चनले भनि के रहेछ, प्रश्नले 5 वटा आप जतिमा हामीले किनेका छौं, हामीले के गर्यो, 5 वटा आप हामीले जतिमा किनेका छौं, मानौ x मा किनेका छौं भने त्यो x रुपैयाँमा हामीले के गर्यो, 4 वटा आपलाई बेच्यो भने फाइदा भयो। अब त्यो फाइदा प्रतिशत कति छ त्यो निकाल्नु रहेछ, नाफा प्रतिशत हामीले निकाल्नु रहेछ। मानौ 5 वटा आपको क्रय मूल्य सीपी बराबर 4 वटा आपको विक्रय मूल्य बराबर आरएस एक्स मानौ रु एक्स। ठीक छ, हामीले के गरेका छौं, 5 वटा आप जतिमा किनेका छौं त्यतिमै 4 वटा आपलाई बेचेका छौं। हामीले दुवैको भ्यालु के हुनुपर्छ, सेम हुनुपर्छ। हामीले के गरेका छौं, 5 वटा आपको क्रय मूल्य बराबर 4 वटा आपको विक्रय मूल्य हामीले मानेका छौं। त्यसपछि एक आपको क्रय मूल्य, इसलाई हामी सीबी भन्छौं, त्यो कति आउँछ, 5 वटाको x रहेछ भने एउटा कति हुन्छ, x लाई हामीले 5 ले भाग गर्छौं, यो x/5 हुन्छ हाम्रो। ठीक छ, त्यस्तै एक आपको विक्रय मूल्य एसपी हाम्रो कति हुन्छ, 4 वटा आपको विक्रय मूल्य कति छ, x रुपैयाँ छ भने एउटा आपको विक्रय मूल्य कति हुन्छ, x/5 हाम्रो x/4 हुन्छ। त्यस्तै यहाँ अब नाफा निकाल्छौं हामी। नाफा पहिला निकाल्छौं, नाफा भन्नाले प्रॉफिट, सेलिङ प्राइस माइनस कस्ट प्राइस हुन्छ हाम्रो x/4 माइनस x/5, दुवैको एलसीएम कति हुन्छ 20। अब यो 5 × x 5x माइनस 4 × x 4x हाम्रो कति आउँछ x/20। यो प्रॉफिट आयो, नाफा कति आयो x/20। अब हामीले नाफा प्रतिशत निकाल्नु, प्रॉफिट परसेंट बराबर वास्तविक नाफा, प्रॉफिट बाय क्रय मूल्य सीपी इंटू 100%। हाम्रो कति आउँछ, प्रॉफिट कति छ x/20। अब हाम्रो क्रय मूल्य कति छ, क्रय मूल्य यो x/5 छ, x/5 इंटू 100%। अब यहाँ हेरौ यो x क्यान्सल भयो, कट्यो। अब 5 4 जा 20 र 4 25 जा, हाम्रो प्रॉफिट प्रतिशत कति आयो 25%। हाम्रो नाफा प्रतिशत आयो नाफा प्रतिशत कति आयो 25%। यहाँ हामीले के हेरेका थियो,
जतिमा 5 वटा आँप किनेको छु त्यतिमै हामीले 4 वटा आँपलाई बेच्दियो, एउटा आँप त फाइदा भयो। हामीले कति प्रतिशत फाइदा भयो त्यो निकाल्न भन्ने थियो। पहिला हामीले के गर्नेछौँ, यसमा नाफा निकाल्नेछौँ। नाफा निकालिसकेपछि हामीले के गर्नेछौँ, नाफा प्रतिशत निकाल्नेछौँ। नाफा प्रतिशतको हाम्रो फर्मुला के छ, वास्तविक नाफा प्रॉफिट बाई क्रय मूल्य इन्टु 100%। पर्सेंट भन्नाले प्रत्येक 100 मा इन्टु 100%। यो हाम्रो कति आयो, 25% आयो। त्यस्तै हामीले अर्को समस्या हेर्नेछौँ। रामले एउटा पुस्तक बेच्दा 1/3 रामले एउटा पुस्तक बेच्दा विक्रय मूल्यको 1/3 नाफा कमाउँछ भने रामले कति प्रतिशत नाफा कमायो। ठीक छ, रामले एउटा पुस्तक बेच्दा विक्रय मूल्यको 1/3 नाफा कमाउँछ भने रामले कति प्रतिशत नाफा कमायो। हाम्रो प्रश्नले के भनिरहेछ, राम सोल्ड अ बुक at 1/3 of selling price, how much profit percent did he earn। क्वेसन भनिरहेछ, रामले एउटा पुस्तक बेच्दा कति नाफा कमाएछ उसले, जतिमा बेच्यो त्यसको 1/3 नाफा भयो। मानौ रामले 1 रुपैयाँमा बेच्यो, 1 रुपैयाँमा बेचेपछि उसले कति नाफा कमाएछ, x/3, x/3 उसले नाफा कमायो भने नाफा प्रतिशत कति छ त्यो निकाल्न भनिरहेछ। मानौ पुस्तकको विक्रय मूल्य SP = x रुपैयाँ छ। हामीले के गरेका छौँ, मानेका छौँ पुस्तकको विक्रय मूल्य हामीले के मानेका छौँ, x रुपैयाँ मानेछौँ। त्यस्तै अब नाफा कति छ, नाफा प्रॉफिट कति छ, x/3। क्वेसनले भनेकै छ कि यहाँ लेख्दा हुन्छ सेलिङ प्राइस बाई 3 छ, लेख्न सक्छौँ हामी RS x/3। ठीक छ, अब हामी के निकाल्ने छौँ, पुस्तकको क्रय मूल्य। हामीले पुस्तकको क्रय मूल्य निकाल्ने छौँ CP बराबर हाम्रो फर्मुला छ SP माइनस प्रॉफिट। ठीक छ, नाफाको केसमा हामीले SP बाट घटाउनेछौँ र घाटा भएको केसमा भन्नाले नोक्सान भएको केसमा हामीले के गर्नेछौँ, SP मा जोड्नेछौँ। अब हाम्रो SP कति छ, x छ र प्रॉफिट कति छ हाम्रो x/3 छ। हाम्रो कति आउँछ 3, एलसीएम 3 आयो। अब 3x - x हाम्रो कति हुनेछ, x 2x/3। 3x बाट x जाँदा 2x/3 बाँकी रह्यो। अब हामीले के निकाल्ने छौँ, नाफा प्रतिशत। नाफा प्रतिशत भन्नाले प्रॉफिट पर्सेंट। वास्तविक नाफा प्रॉफिट बाई क्रय मूल्य CP * 100%। वास्तविक नाफा हाम्रो कति छ,
x/3। अब हाम्रो क्रय मूल्य कति रहेछ 2x/3 इन्टु 100%। 3 क्यान्सल भयो, x र x कट्यो। अब हामीले 2 बाँकी छ, 2 इन्टु 50, 52 जा 100 हुन्छ। हाम्रो प्रॉफिट पर्सेंट कति आयो 50%। नाफा प्रतिशत कति आयो, नाफा प्रतिशत आयो हाम्रो 50% आयो नाफा। ठीक छ, हामीले यसमा गरेका के छौं, मानेका छौं पुस्तकको विक्रय मूल्यलाई हामीले x रुपैयाँ मानेका छौं। किन विक्रय मूल्य मानेका छौं, किनभने हामीले पुस्तक बेच्दा विक्रय मूल्यको 1/3 फाइदा भएको छ। ठीक छ, नाफा भएको छ। त्यही कारणले गर्दा हामीले विक्रय मूल्यलाई के मानेका छौं, x मानेका छौं। अब नाफा कति हुँदो रहेछ 1/3 कसको, विक्रय मूल्यको। हामीले के गरेका छौं, नाफा प्रॉफिट इक्वल टु SP/3। यो कति आछ हाम्रो x/3, x के छ हाम्रो SP छ, SP/3। त्यस्तै अब पुस्तकको क्रय मूल्य कति हुन्छ, नाफाको केसमा हामीले विक्रय मूल्यबाट घटाउने छौं र नोक्सानको केसमा हामीले के गर्छौं, विक्रय मूल्यमा जोड्ने छौं। यो हाम्रो कति आयो SP माइनस प्रॉफिट x माइनस x/3, एलसीएम आयो 3। अब 3x माइनस x कति हुन्छ हाम्रो 2x/3। अब हामीले नाफा प्रतिशत निकाल्ने छौं। नाफा प्रतिशतको हामीसँग फर्मुला के छ, वास्तविक नाफा भन्नाले प्रॉफिट P बाई क्रय मूल्य, क्रय मूल्य CP, कस्ट प्राइसलाई हामी CP ले जनाउँछौं, इन्टु 100%। यो हाम्रो कति छ, वास्तविक नाफा x/3 अपन भागा 2x/3 हाम्रो विक्रय मूल्य क्रय मूल्य छ इन्टु 100%। अब हाम्रो 3 र 3 कट्छ, यो x र x पनि कट्यो। अब 2 यहाँ बाँकी छ, 1/2 बाँकी छ, इन्टु 100%। अब 52 जा 100 आयो। हाम्रो नाफा प्रतिशत कति आयो 50%। त्यस्तै हामी अर्को प्रश्न हेर्नेछौँ। राजुले 100 अंडा RS 10 को दरले किन्यो। ठीक छ, राजुले 100 अंडा 10 को दरले किन्यो र RS 12 को दरले बेच्यो भने कति प्रतिशत, यसलाई कम मान्दा पनि हुन्छ, 8 को दरले बेच्यो, कति प्रतिशत नोक्सान भयो। ठीक छ, हामीले के हेरेका छौँ, राजुले 100वटा अंडा 10 को दरले किन्यो र 8 को दरले बेच्यो भने कति प्रतिशत नोक्सान भयो भने हामीलाई पत्ता लगाउनु छ। यहाँ मेरो अंडाको संख्या कति छ 100वटा, एक अंडाको दर कति छ 10 रुपैयाँ। एउटा अंडाको संख्या कति रहेछ 100, एउटा अंडाको दर कति छ 10 रुपैयाँ। अब 100 अंडाको 100वटा अंडाको दर 100 इन्टु 10 हाम्रो 1000 आयो। ठीक छ, त्यस्तै हामी CP भन्न सक्छौँ। त्यस्तै एक अंडाको विक्रय मूल्य कति छ
8 रुपैयाँ। एउटा अंडाको विक्रय मूल्य कति छ? 8 रुपैयाँ। 100 अंडाको विक्रय मूल्य कति हुनेछ? एसपी 100 इंटू 8, हाम्रो 8 से आयो। अब यहाँ नुकसान हुन्छ, नुकसान निकाल्ने। नुकसान बराबर लॉस सीपी माइनस एसपी। हाम्रो सीपी कति छ? आरएस 1000 माइनस आरएस 800, हाम्रो आउँछ आरएस 200। लॉस कति आयो? घाटा। नुकसान कति आयो? 200। अब नुकसान प्रतिशत लॉस परसेंट बराबर वास्तविक नुकसान लॉस बाय क्रय मूल्य सीपी इंटू 100%। हाम्रो वास्तविक नुकसान कति रहेछ? आरएस 200 बाय क्रय मूल्य हाम्रो कति छ? 1000 इंटू 100%। 200 200 इंटू 5 1000 हुन्छ र 5 20,000। अब लॉस प्रतिशत हाम्रो कति आयो? 20%। नुकसान प्रतिशत हाम्रो कति आयो? 20%। ठीक छ। क्वेश्चन भने के छ? राजुले 100 अंडा किन्यो कतिमा? 10 को दरले, र बेच्दाखेरि उले के गरेछ? 8 को दरले बेच्यो भने कति प्रतिशत कति नुकसान भयो? ठीक छ। कति नुकसान भयो? कति प्रतिशत नुकसान भयो भन्न सकिन्छ। कति प्रतिशत नुकसान भयो? अब यहाँ हामीले निकालेछौँ 100 वटा अंडा छ, एउटाको दर 10 रुपैयाँ छ भने 100 वटाको दर कति हुन्छ? 100 इंटू 10 1000। त्यस्तै यो सीपी भयो। एउटा अंडाको विक्रय मूल्य कति छ? 8 रुपैयाँ छ भने 100 वटा अंडाको विक्रय मूल्य कति हुन्छ? 100 इंटू 8 800। त्यस्तै नुकसान कति हुन्छ? क्रय मूल्य माइनस विक्रय मूल्य, यो 1000 माइनस 800, यो 200 आयो लस। अब लस पर्सेंट भन्नाले नुकसान प्रतिशत, वास्तविक नुकसान बाई क्रय मूल्य इंटू 100%। यो हाम्रो 200 बाई 1000 इंटू 100। 200 गुने 5 कति हुन्छ? 1000। 5 ले काट्यो र 5 इंटू 20 100 हुन्छ। यो आयो हाम्रो 20% भयो नुकसान प्रतिशत। त्यस्तै हामी अर्को प्रश्न हेर्नेछौँ। श्यामले 10,000 को दरले 2 वटा कंप्यूटर किन्यो। ठीक छ। श्यामले 10,000 को दरले 2 वटा कंप्यूटर किन्यो, जसमा एउटालाई 10% नाफामा बेच्यो र अर्कोलाई 10% घाटामा बेच्यो भने कति प्रतिशत नाफा वा नुकसान भयो? ठीक छ। श्यामले 10,000 को दरले 2 वटा कंप्यूटर किन्यो, जसमा एउटालाई 10% नाफामा बेच्यो र अर्कोलाई 10% घाटामा बेच्यो भने कति प्रतिशत
नाफा वा नोक्सान भयो। श्याम bought 2 computers at the rate of Rs10,000 each, in which he sold first computer at 10% profit and second one at the loss of 10%. How much profit or loss percent did he gain? दुईवटा कंप्यूटर को क्रय मूल्य, दुईवटा कंप्यूटर को क्रय मूल्य कति हुन्छ? सीपी आरएस 10,000 में एउटा किनेछ, दुईवटा 20,000। ठीक छ। त्यस्तै अब पहिलो केस हेरौँ, फर्स्ट केस CP1। पहिलो कंप्यूटर को क्रय मूल्य हामीले CP1 मानेका छौं, RS 10,000। त्यस्तै दोस्रो कन्डिसन हेरौँ, दोस्रो केस CP2 मानौ, दोस्रोलाई हामीले पनि कतिमा किनेका छौं? 10,000 मा। त्यस्तै पहिलोमा हाम्रो के भएको छ? नाफा भएको छ, प्रॉफिट पर्सेन्ट कति भएको छ? 10%। त्यसै दोस्रोमा के भएको छ? नोक्सान भएको छ 10%। ठीक छ। त्यस्तै अब हामीले के निकाल्ने छौं? विक्रय मूल्य। विक्रय मूल्यको हामीसँग फर्मुला छ 100 प्लस प्रॉफिट पर्सेन्ट बाई 100 इन्टु CP। ठीक छ। नाफा भयो भने हामीले 100 प्लस प्रॉफिट पर्सेन्ट बाई 100 इन्टु CP, नोक्सान भयो भने 100 माइनस लस पर्सेन्ट बाई 100 इन्टु CP गर्छौं। यो हाम्रो कति आउँछ? 100 प्लस 10 बाई 100 इन्टु CP हाम्रो कति छ? 10,000 कट्यो। 110 इन्टु 100 यो आउँछ हाम्रो RS 11,000। पहिलोलाई कतिमा बेचेछ? श्यामले 11,000 मा बेचेछ। अर्कोलाई SP2, दोस्रो कंप्यूटर को विक्रय मूल्यलाई हामीले के मानेका छौं? SP2, CP1 के छ? क्रय मूल्य। लस भएको छ, हामी लस को केसमा 100 माइनस लस पर्सेन्ट बाई 100 इन्टु क्रय मूल्य। ठीक छ। सेलिङ प्राइस हाम्रो विक्रय मूल्य छ SP2 दोस्रो कंप्यूटर को लागि। नोक्सान कति भएको छ? 10% बाई 100 इन्टु 10,000 मा किनेछ दुवै कंप्यूटरलाई। यो कट्यो। 90 इन्टु 100 यो हाम्रो कति आयो? RS 9,000। ठीक छ। यो हाम्रो SP2 आएको छ। SP1 कति छ? 11,000। SP2 हाम्रो कति छ? 9,000। अब दुईवटा कंप्यूटर को विक्रय मूल्य हामी निकाल्नु छ। SP कति हुन्छ हाम्रो? SP1 प्लस SP2 हाम्रो कति हुन्छ? RS 11,000 प्लस RS 9,000 हाम्रो हुन्छ 20,000। ठीक छ। यो टोटल SP कति भयो हाम्रो? दुवै कंप्यूटर को विक्रय मूल्य कति भयो? 20,000। यहाँ हामी के हेरिरहेका छौं? यहाँ क्रय मूल्य CP बराबर विक्रय मूल्य। SP। ठीक छ। यहाँ के हेरिरहेका छौं हामी? क्रय मूल्य पनि र विक्रय मूल्य पनि के छ? बराबर छ भने यस्तो केसमा हाम्रो के हुन्छ? यहाँ नाफा वा नोक्सान केही हुँदैन। यहाँ के भयो? न त नाफा भयो न त नोक्सान भयो। नो प्रॉफिट नो लस। ठीक छ। यहाँ के भयो हाम्रो? न त नाफा नै भयो न त नोक्सान नै भयो, किनभने हाम्रो विक्रय मूल्य र क्रय मूल्य के छ? बराबर छ। यस्तो कन्डिसनमा
न त नाफा हुन्छ न त नोक्सान हुन्छ। यस्तो कन्डिसनलाई सोल्भ गर्दाखेरि यहाँ के छ, दुईवटा कम्प्युटरलाई 10,000 को दरले किनेको छ श्यामले, ठीक छ। दुईवटा कम्प्युटरको क्रय मूल्य कति हुन्छ हाम्रो 10,000 × 2 20,000 आयो। त्यस्तै पहिलो कन्डिसन, पहिलो केसमा हामीले के गरेका छौँ, पहिलो कम्प्युटरको क्रय मूल्य कति छ 10,000, दोस्रोको पनि 10,000 नै छ। र पहिलो कम्प्युटरमा के भएको छ 10% नाफा भएको छ भने पहिलो कम्प्युटरको विक्रय मूल्य हामी निकाल्छौँ 100 प्लस प्रॉफिट % बाई 100 इन्टु क्रय मूल्य, ठीक छ। 100 र क्रय नाफा प्रतिशत कति छ 10%, 100 प्लस 10 बाई 100 इन्टु 10,000, यो 110 इन्टु 100, यो आयो 11,000। पहिलो कम्प्युटरको विक्रय मूल्य कति आयो 11,000। त्यस्तै दोस्रो कम्प्युटरको क्रय मूल्य कति छ 10,000, नोक्सान प्रतिशत कति छ 10%, र हाम्रो विक्रय मूल्य कति आउँदैछ 100 माइनस लस % बाई 100 इन्टु क्रय मूल्य, यो 100 माइनस 10 बाई 100 इन्टु 10,000, यो कति आयो 90 इन्टु 100, यो आयो 9,000। अब दुईवटा कम्प्युटरको विक्रय मूल्य कति भयो, पहिलो कम्प्युटरको विक्रय मूल्य प्लस दोस्रो कम्प्युटरको विक्रय मूल्य, यो कति छ हाम्रो 11,000 प्लस 9,000, यो आयो हाम्रो 20,000 आएको छ। त्यस्तै यहाँ हामी के हेरिरहेका छौँ, यहाँ क्रय मूल्य र विक्रय मूल्य के छन् बराबर छन् भने यस्तो केसमा के हुन्छ, यहाँ नाफा वा नोक्सान केही पनि हुँदैन, ठीक छ। नो प्रॉफिट नो लस भयो यो कन्डिसनमा। रामले 1,000 आम रु 10 को दरले किन्यो। जसमा 100 आम खराब थियो। रामले बाँकीको आँपलाई रु 15 को दरले बेच्यो भने कति प्रतिशत नाफा वा नोक्सान भयो, ठीक छ। रामले 100 आँप रु 10 को दरले किन्यो, जसमा 100 आँप खराब थिए। रामले बाँकीको आँपलाई रु 15 को दरले बेच्यो भने कति प्रतिशत नाफा वा नोक्सान भयो भन्ने हामीले पत्ता लगाउनु छ। Ram bought 1,000 mangoes at the rate of Rs10, in which 100 mangoes were rotten. Ram sold remaining mangoes at the rate of Rs15. How much profit % or loss % occurred? यहाँ हेरौँ हामी आँपको संख्या कति छ 1,000 वटा छ। आँपको संख्या कति रहेछ 1,000। आँपको एक आँपको क्रय मूल्य कति छ Rs 10 छ। एक आँपको क्रय मूल्य कति छ 10। त्यस्तै
1800 को क्रय मूल्य कति हुन्छ सीपी आरएस 1000 आउँछ 10 को दरले किन्दा कतिमा किनेछ रामले 10,000 मा किनेछ ठीक छ। त्यस्तै बाँकी आँपको संख्या 100 आँप खराब भएको छ, बाँकी आँपको संख्या कति रहेछ 1000 बाट 100 वटा आँप खराब छन् भने 900 वटा आँप बाँकी छ। अब एक आँपको विक्रय मूल्य बराबर आरएस 15 छ, एउटा आँपको विक्रय मूल्य कति रहेछ 15 छ। त्यस्तै 900 आँपको विक्रय मूल्य एसपी कति हुनेछ 900 × 15 13,500 आएको छ ठीक छ। पुरै 900 आँपको विक्रय मूल्य कति हुनेछ 900 × 15 यो 13,500 आयो। यहाँ विक्रय मूल्य एसपी ठुलो छ क्रय मूल्य भन्दा सीपी। यहाँ के हुनेछ हाम्रो नाफा प्रॉफिट कति हुनेछ एसपी माइनस सीपी। तो कति छ एसपी 13,500 माइनस सीपी कति छ 10,000। तो हाम्रो नाफा कति भयो 3,500 भयो। अब हामी नाफा प्रतिशत निकाल्ने छौं। प्रॉफिट पर्सेंट हाम्रो कति हुनेछ वास्तविक नाफा प्रॉफिट बाय क्रय मूल्य सीपी into 100%। अब हाम्रो वास्तविक नाफा कति रहेछ 3500 बाय क्रय मूल्य कति छ हाम्रो क्रय मूल्य हाम्रो 10,000 छ इन्टु 100% भयो। अब हामीले दुईवटा जिरो कट्यो, त्यस्तै यहाँ दुईवटा जिरो कट्यो, हाम्रो नाफा कति भएको छ 35%। यो नाफा प्रतिशत भयो। हाम्रो नाफा प्रतिशत कति भयो 35%। अब यहाँ हामी हेरौं आँपको जम्मा संख्या कति रहेछ 1000। एक आँपको क्रय मूल्य कति रहेछ एउटा आँपको सीपी कति छ 10 रुपैयाँ छ। जम्मा आँप हामीसँग 1000 छ। 1000 आँपको क्रय मूल्य कति हुन्छ 1000 आँपको क्रय मूल्य भन्नाले कस्ट प्राइस सीपी कति हुन्छ 1000 × 10 यो हाम्रो 10,000 भयो। रामले जम्मा 10,000 मा 1000 वटा आँपलाई किनेछ। अब उसले क्वेशनले भनि के राछ कि 100 वटा आँप खराब थियो भन्ने कति। अब त्यो खराब भएको आँपले त बेच्दैन, बाँकी कतिको आँप छ बाँकी आँपको संख्या कति छ 1000 माइनस 100 यो 900 आँप बाँकी छ। अब एक आँपको विक्रय मूल्य कति राखेछ रामले 15 रुपैयाँ भन्नाले 900 आँपको विक्रय मूल्य कति हुन्छ 900 × 15 यो आउँछ हाम्रो 13,500 आयो। अब यहाँ हामी के हेरिरहेका छौं रामले 10,000 मा किनेको थियो सबै आँप र रामले बाँकीको आँपलाई कतिमा बेचेछ 13,500 मा भन्नाले यहाँ के हुन्छ नाफा हुन्छ। विक्रय मूल्य क्रय मूल्य भन्दा ठुलो छ भने हाम्रो नाफा भयो। नाफा कति हुन्छ एसपी माइनस सीपी यो कति आउँछ हाम्रो 13,500 माइनस 10,000 यो कति आयो हाम्रो 3,500। अब नाफा प्रतिशत कति हुन्छ वास्तविक नाफा बाय क्रय मूल्य इन्टु 100%। हाम्रो कति छ वास्तविक नाफा 3,500 बाय क्रय मूल्य 10,000 इन्टु 100%। अब दुईवटा जिरो कट्यो, त्यस्तै माथि तल पनि दुईवटा जिरो कट्छ, हाम्रो बाँकी कति रह्यो 35%। अब हाम्रो नाफा प्रतिशत कति भयो 35%। नाफा प्रतिशत हाम्रो कति भयो 35%। ठीक छ। अब हामीले
अर्को प्रश्न हेर्नेछौँ। रिताले 40,000 में 2वटा कंप्यूटर किन्यो। रिताले एउटा कंप्यूटर में 20% नाफा कमायो र अर्कोमा 20% नोक्सान भयो। भने जम्मा कति प्रतिशत नाफा वा नुकसान भयो। यदि दुवै कंप्यूटर को विक्रय मूल्य बराबर रिताले 40,000 में 2वटा कंप्यूटर किन्यो। रिताले एउटा कंप्यूटर में 20% नाफा कमायो र अर्कोमा 30% नोक्सान भयो भने जम्मा कति प्रतिशत नाफा वा नोक्सान भयो यदि दुवै कंप्यूटर को विक्रय मूल्य बराबर छन्। यो प्रश्नले के भनिरहेछ, रिताले 2वटा कंप्यूटर किनेको छ। कतिमा किनेको छ? 40,000 में किनेको छ। हुन सक्छ एउटाले बढीमा पनि किनेको होला, अर्कोलाई कममा पनि किन्न सक्छ। 2वटाले किनेको छ जसमा पहिलोमा कति नाफा कमाएको छ? 20% र अर्कोमा के भएको छ? 20% नोक्सान भएको छ। र क्वेशनले भनिरहेछ दुवै कंप्यूटर को विक्रय मूल्य के छन्? बराबर छन् भने कति नाफा भयो या नोक्सान प्रतिशत भयो त्यो हामीलाई निकाल्न भनिरहेछ। रिता bought 2 computers at RS. Rita bought 2 computers for RS 40,000. Rita gained 20% in the first one and Rita lost 20% in the second one. How much profit percent or loss percent occurred if selling price of both the computers were same? ठीक छ, अब यसलाई हामी हल गर्छौं। दुईवटा कंप्यूटर को विक्रय मूल्य, दुईवटा कंप्यूटर को क्रय मूल्य कति छ? 40,000 में दुवैले किनेको छ भने दुवै कंप्यूटर को क्रय मूल्य कति भयो? 40,000। अब हामीले दुईवटा कन्डिसन मान्ने छौं, दुईवटा केस मान्ने छौं। ठीक छ, पहिलो केसमा मानौ CP1 लाई हामी के मान्छौं? RS X मान्छौं। 40,000 में दुईवटा किनेको छ भने हामीले के गर्ने हो? एउटालाई मानौ X मा किन्यो भने अर्कोलाई कतिमा किन्छ? 40,000 माइनस X। जस्तै मानौ हामीले दुईवटा कंप्यूटर किनेको छौं 20,000 में। मानौ पहिलो कंप्यूटरलाई हामीले यदि
8000 मा किनेको छौ भने अरु कतिमा किन्ने छौ 20000 माइनस 8000 12000 मा जोडे यदि 20000 मा किनेको छौ भने पहिलोलाई यदि 8000 मा किनेको छौ भने अरु कतिमा हुनु पर्छ 20000 माइनस 8000 त्यस्तै यदि हामीले पहिलो कम्प्युटरलाई x मा किनेको छौ भने अर्को कम्प्युटरलाई कति हुनु पर्छ CP2 हाम्रो कति हुनेछ दुवैलाई 40 मा 40000 मा किनेको छौ भने पहिलो x मा छ भने अरु कति हुनु पर्छ 40000 माइनस x ठीक छ अब हेरौं प्रॉफिट पर्सेंट कति छ नाफा प्रतिशत नाफा प्रतिशत कति छ 10% 20% ठीक छ यसमा नुकसान प्रतिशत कति छ %10 कति छ 20% नाफा पनि 20% नै भएको छ अर्कोमा नुकसान पनि 20% नै भएको छ अब SP1 हामी निकाल्छौं हामीसँग SP को फर्मुला के छ 100 प्लस प्रॉफिट पर्सेंट बाय 100 इन्टु CP ठीक छ विक्रय मूल्यको फर्मुला हामीसँग छ 100 प्लस नाफा प्रतिशत बाय 100 इन्टु क्रय मूल्य यो हाम्रो कति आउँछ 100 प्लस 20 बाय 100 इन्टु x हाम्रो क्रय मूल्य कति छ x छ अब यो हाम्रो कति हुन्छ 120x बाय 100 अब यो हाम्रो 20 26 छ 25 छ यो हाम्रो हुन्छ 6x बाय 5 ठीक छ SP1 हाम्रो कति भयो 6x बाय 5 अर्को हामी निकाल्छौं यहाँ SP2 निकाल्छौं हामी 100 माइनस लॉस पर्सेंट बाय 100 इन्टु CP2 नुकसान कति छ 20% बाय 100 इन्टु क्रय मूल्य कति छ हाम्रो 40000 माइनस x छ अब यो 80 बाय 100 40000 माइनस x हुन्छ 0 0 क्यान्सल भयो यो 4 ले यो 5 ले हाम्रो कति हुन्छ 4 by 5 ले हामीलाई 4 by 5 40,000 माइनस x छ हाम्रो यो अब हामी यसलाई के गरौँ यो 5 इन्टु 40000 4 इन्टु 40,000 by 5 यो 8000 ले कट्छ यो कति ले कट्छ 8000 इन्टु 5 40000 हुन्छ 832,000 भयो 32000 माइनस 4x by 5 भयो यो हाम्रो SP2 भयो अब यहाँ क्वेशनले के भनेको छ हाम्रो दुवैको विक्रय मूल्य के छ बराबर दिएको छ क्वेशनले भनेको छ पहिलोको र दोस्रोको विक्रय मूल्य के छन् बराबर छन् भने अब हामी लेख्छौं यहाँ 6x by 5 इक्वल टु 32,000 माइनस 4x by 5 अब हाम्रो 6x by 5 प्लस 4x by 5 इक्वल टु 32,000 हाम्रो यो कति हुन्छ 6 प्लस 4 10x by 5 हाम्रो 2x आउँछ 2x इक्वल टु 32,000 ठीक छ हाम्रो कति आयो हेर्नुस् यहाँ दुवैको डिनोमिनेटर सेम छ 5 5 छ 6 प्लस 4 10 भयो 10x by 5 यो आउँछ हाम्रो 2x इक्वल टु 32,000 और x इक्वल टु हाम्रो कति आउँछ 32,000 by 2 therefore CP1 पहिलोको क्रय मूल्य कति आयो हाम्रो 16000 पहिलोको क्रय मूल्य हाम्रो कति आयो 16000 त्यस्तै हामी के निकाल्छौं CP अब पहिलोको क्रय मूल्य आयो अब हामी के निकाल्ने छौं SP निकाल्ने छौं दुवैको अब SP टोटल SP हाम्रो कति हुन्छ अब हेर्नुस् यहाँ 2 इन्टु SP1 गर्न सक्छौं हामी किनभने SP1 र SP2 बराबर नै छन् पहिलोको SP जति छ दोस्रोको पनि SP त्यतिकै हुन्छ दुवैको विक्रय मूल्य बराबर छन् भन्नाले हामी SP निकाल्दा के गर्छौं कुनै पनि SP लाई 2 ले मल्टिप्लाई गर्न सक्छौं अब हाम्रो 2 इन्टु 6 x को भ्यालु कति छ हाम्रो 16000
बाई 5। अब यहाँ हेर्नुहोस् 5 छ, 5 3 जा 15, 1 आउँछ, 2 ले 0 0। ठीक छ। अब हामी यहाँ हेरौँ 32,000 इन्टु 12, 3200 इन्टु 12 हाम्रो 38,400 आयो। हाम्रो आयो 38,400 आयो। यो भयो हाम्रो एसपी भयो। ठीक छ। हाम्रो एसपी कति आयो? 38,400 आयो। अब यहाँ के हुन्छ? सेलिङ प्राइस के छ हाम्रो? ठुलो छ। कुन भन्दा? हाम्रो क्रय मूल्य के छ? क्रय मूल्य ठुलो छ विक्रय मूल्य भन्दा। यहाँ नाफा, यहाँ नोक्सान हुन्छ हाम्रो। नोक्सान लस बराबर कति हुन्छ? सीपी माइनस एसपी। हाम्रो कति भयो? आरएस 40,000 माइनस 38,400, हाम्रो आउँछ आरएस 1600 आयो। अब नुकसान प्रतिशत, नुकसान प्रतिशत हाम्रो कति हुन्छ? लस पर्सेन्ट हाम्रो भयो वास्तविक नुकसान लस बाई क्रय मूल्य सीपी इन्टु 100%। जो हाम्रो आउँछ वास्तविक नुकसान कति भएको छ? 1600 बाई क्रय मूल्य कति छ? 40,000 इन्टु 100%। हाम्रो 2 वटा 0 कट्यो, यहाँ पनि 2 वटा 0 कट्यो, यो 4 4। हाम्रो नुकसान प्रतिशत कति हुन्छ? लस पर्सेन्ट हाम्रो कति भयो? 4% हाम्रो के भएछ? नुकसान भएको छ। अब यहाँ हेरौँ, रिताले 40,000 मा 2 वटा कम्प्युटर किनेको छ, जसमा पहिलो अब 2 वटालाई अलग अलग दाममा किन्न सक्छ उसले, हामीले थाहा छैन। हामी के गर्छौँ? पहिलोको क्रय मूल्यलाई हामी के गर्छौँ? x मान्छौँ। पहिलो यदि x छ भने अर्कोको क्रय मूल्य कति हुन्छ? 40,000 माइनस x। र पहिलोमा रिताले के गरेछ? 20% नाफा कमाएको छ, र दोस्रोमा उसले के गरेछ? 20% नुकसान भोगेको छ। अब हामीले के गर्छौँ? पहिलोको विक्रय मूल्य निकाल्छौँ हामी। 100 प्लस प्रॉफिट पर्सेंट बाई 100 इन्टु CP1 क्रय मूल्य आउँछ हाम्रो 100 प्लस 20 बाई 100 इन्टु x। यो आउँछ हाम्रो 120x बाई 100, आउँछ हाम्रो 6x बाई 5। त्यस्तै हामी दोस्रोको विक्रय मूल्य निकाल्ने छौँ। 100 माइनस नुकसान प्रतिशत बाई 100 इन्टु दोस्रोको विक्रय मूल्य, यो 100 माइनस 20 बाई 100 इन्टु 40,000 माइनस x। अब यहाँ 4/5 हुन्छ हाम्रो। अब यसलाई मल्टिप्लाई गर्दा 4/5 इन्टु 40,000 माइनस x लाई मल्टिप्लाई गर्दा हाम्रो कति आउँछ? यो 8,000 इन्टु 5 कति हुन्छ? 40,000। 8,000 इन्टु 4 कति हुन्छ? 32,000। 32,000 माइनस 4x/5 जस्ताको त्यस्तै हुन्छ। अब क्वेसनले हाम्रो के भनिरहेछ? यहाँ क्वेसनले भनिरहेछ, प्रश्नले भनिरहेछ कि दुवै कम्प्युटरको विक्रय मूल्य के छन्? बराबर छन्। भने SP1 इक्वल टु SP2 छ। अब यहाँ SP1 कति छ हाम्रो? 6x/5 बराबर 32,000 माइनस 4x/5 छ। अब यहाँ हेरौँ, यो माइनसलाई लेफ्ट ह्यान्ड साइडमा ल्याउँदा के हुन्छ हाम्रो? 4x/5 प्लस भइहाल्छ बराबर 32,000। अब यहाँ हेरौँ, 6 प्लस 4 10x/5 भयो हाम्रो। 5 भुजा 10 हुन्छ, त 2x इक्वल टु 32,000, x इक्वल टु 32,000 बाई 2। यो हाम्रो CP1 हुन्छ x। CP1 इक्वल टु 16,000 आयो। अब यहाँ x आइहाल्यो हाम्रो 16,000 भन्नाले हामी अब के निकाल्नु? CP हामीसँग 40,000 दुवैको छँदैछ। अब हामीले के गर्नु छ? दुवैको SP निकाल्नु छौँ। चाहे SP1 मा राखौँ या चाहे SP2 मा राखौँ, र त्यसलाई 2 ले मल्टिप्लाई गर्दो, किनभने दुवैको विक्रय मूल्य बराबर छन्। अब यहाँ हेरौँ, हामीले दुवैको विक्रय मूल्य कति हुनेछ? 2 इन्टु SP1 मानौँ। SP1 मा पनि राख्न सक्छौँ, SP2 मा पनि राख्न सक्छौँ। अब 2 ले मल्टिप्लाई गर्दै कति आयो? 38,400। अब यहाँ किनेको छ रिताले 40,000 मा, र दुवैले कति बेचा छ? 38,400 मा। यहाँ के हेरिरहेको छौँ हामी?
क्रय मूल्य भन्दा विक्रय मूल्य के छ सानो छ भन्नाले हाम्रो के भयो नोक्सान भयो। नोक्सानको फर्मुला हामीसँग छ सीपी माइनस एसपी। यो 40,000 बाट 38,400 जाँदा 1600 आउँछ। त्यसपछि नोक्सान प्रतिशत वास्तविक नोक्सान लस बाइ क्रय मूल्य इन्टु 100%। यो हाम्रो आउँछ 1600 बाइ 40,000 इन्टु 100%। यो नोक्सान प्रतिशत कति आयो हाम्रो 4% नोक्सान प्रतिशत आयो।